नमस्कार, म दिल्ली राज खनाल र आज म विकासको बारेमा केही बताउँदैछु। यो पनि एउटा चाहिँ अभियान हो। आउँदै गरेको निर्वाचनमा हामीले कसरी केलाई चाहिँ आधार मानेर चाहिँ निर्वाचनमा होमिनुपर्छ भन्ने विषयमा मैले चाहिँ एउटा सानो भिडियो बनाउने प्रयत्न गरेको छु। हेर्नु होला। हामीले खोज्ने भनेको विकास। हामीलाई चाहिन्छ विकास र विकासको लागि आवश्यक छ सुशासन। सुशासन भयो। यो सुशासनले हामीलाई शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार जस्ता अति आवश्यक वस्तुहरू सुशासनमा त आउन खोज्छ। तर बिचमा हामीलाई अल्झाउने प्रयत्न के हुन्छ भनेदेखि सुशासन, शिक्षामा सुशासन छैन, स्वास्थ्यमा सुशासन छैन, रोजगारमा सुशासन छैन, पूर्वाधारमा सुशासन छैन। सुशासनको बिचमा पर्ने भ्रष्टाचारहरू विभिन्न ठाउँमा भइरहेको देखिन्छ। ती भ्रष्टाचारहरू नै हामीले चाहिँ अन्त्यको लागि सुशासन खोज्छौँ र त्यो सुशासनले कसरी शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारलाई चाहिँ प्रभाव पार्छ भन्ने विषयमा मैले एउटा चाहिँ सानो भिडियो बनाउने प्रयत्न गरेको छु। यो हाम्रो सुशासनले सम्पूर्ण चिजहरूमा घटेको हुन्छ। यसले चाहिँ विकासलाई छेकिरहेको हुन्छ। शिक्षा वास्तवमा हुनुपर्ने चाहिँ शिक्षा कम्तीमा यति % शिक्षा हुनुपर्ने, शिक्षा यति हुनुपर्ने, तर हाम्रो शिक्षा कति भइरहेछ भनेदेखि यसमा भ्रष्टाचार भइदिनाले हाम्रो जम्मी शिक्षा चाहिँ यतिमा सीमित भएको छ। हेर्नुहोस् है, यो चाहिँ मैले बुझाउने प्रयत्न गरेको छु। थोरै भए पनि बुझाउने प्रयत्न गरेको छु। भ्रष्टाचारले, सुशासन राम्रो नहुनाले भ्रष्टाचार छ। भ्रष्टाचारकै कारणले गर्दाखेरि शिक्षा चाहिँ यतिमा सीमित हुन पुगेको छ। र आयो स्वास्थ्य। यो शिक्षा भयो। स्वास्थ्यमा हामी देख्न सक्छौँ ठुलो सहर छोडेर गाउँमा त हामीले अब सिटामोल पनि नपाउने अवस्था छ। अरू स्वास्थ्यको विषयमा त कुरै नगरौँ। सुत्केरी आमाहरू बिच बाटोमै अलपत्र परेर मर्ने अवस्था छ। हामीले चाहिँ स्वास्थ्यलाई चाहिँ कम्तीमा पनि हामीले यति गराउनु पर्ने थियो, यति हुनुपर्ने थियो। तर स्वास्थ्य कहाँ गएर अल्झेको छ भनेदेखि स्वास्थ्य जम्मी यतिमा सीमित छ। स्वास्थ्य यतिमा सीमित छ। यसले गर्दाखेरि हामीले चाहिँ पूर्ण रूपमा स्वास्थ्य पाउन सकेका छैनौँ। हेर्न सक्नुहुन्छ, रोजगार त हाम्रो 0% नै छ। रोजगार 0% नै छ। रोजगार किन 0% छ भनेदेखि शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेछ सरकारले, तर त्यो चाहिँ चुहावट भएको छ। सुशासन छैन। सुशासन नभएकै कारणले गर्दाखेरि रोजगार सिर्जना हुन सकेको छैन। हाम्रो देशको बजेटहरू पर्याप्त रूपमा सङ्कलन हुन सकेको छैन र चाहिँ उद्योग कल कारखानाहरू खुल्न सकेका छैनन्। यी दुवै चिज राम्रो भइदिएको भए कल कारखानाहरू खुल्थे होला अनि चाहिँ रोजगार सिर्जना हुन्थे। तर यो चाहिँ कति पनि छैन, 0% छ। हैन, यसलाई चाहिँ हामीले जम्मी यतिमा मानौँ। यो पनि सरकारी निकायमा मात्रै रोजगार भएको कारणले गर्दाखेरि यति देखाउन सकियो। पूर्वाधार जम्मा 80% छ। पूर्वाधार नबनेको चाहिँ होइन, तर जुन गतिमा बन्नुपर्ने थियो त्यो गतिमा चाहिँ पूर्वाधार तयार हुन नसकेकै कारणले गर्दाखेरि हामी अहिले यसमा सीमित छौँ। भनेपछि यो आधा भाग जति छ, यति पूर्ण पर्याप्त हुन पर्ने थियो। तर यो सुशासनको कारणले गर्दाखेरि शिक्षा यतिमा सीमित हुन पुगेको छ। स्वास्थ्य यति छ, रोजगार यति छ। हैन, रोजगार र पूर्वाधार। ल हेर्नुहोस्, यो खाली भाग हामीले यो सुशासन कायम गर्न सक्यौँ भनेदेखि यो पूर्ण रूपमा यो भरिन्थ्यो। अनि भरिसकेपछि के हुन्थ्यो? शिक्षा हामीले चाहिँ गुणस्तरीय शिक्षा पाउन सक्थ्यौँ, गुणस्तरीय स्वास्थ्य पाउन सक्थ्यौँ र रोजगार पाउन सक्थ्यौँ र पर्याप्त रूपमा पूर्वाधारहरू पनि तयार हुने गर्थे। त्यसै कारणले गर्दाखेरि विकासको लागि सुशासन अति आवश्यक छ।
अब यो सुशासन कसरी आउँछ त? सुशासन आउनको लागि चाहिँ दीर्घकालीन सोच भएको नेतृत्व चुन्नु पर्यो। दीर्घकालीन सोच भएको नेतृत्व अहिले हामीले चाहिँ देख्न सकिरहेका छैनौँ। अब आगामी दिनहरूमा सायद हामीले देख्न सक्नेछौँ। यति भन्दै आजलाई यो भिडियो अन्त्य गरेँ। फेरि अर्को भिडियोमा अझ वृहत रूपमा चाहिँ बुझाउने प्रयत्न गर्नेछु। धन्यवाद, नमस्कार।